बुढो भइसकेपछि नि मान्छेले चुप लागेर बस्नुपर्छ। धेरै करायो भने केटाकेटीलाई पनि त्यति राम्रो लाग्दैन। राय सल्लाह हामीले दिने होइन, उनीहरूले के गर्छन् लास्टमा जानकारी हामीहरूले पाउँछौँ। त हामी चाहिँ जवान छँदाखेरि के गर्न आँटेको बा आमालाई भन्दैनथ्यौँ, बा आमा पनि मख पर्थे। अब अहिले त्यस्तो हुँदैन। बाको काम के हो भनेदेखि घरको सानो नातिलाई हेर्ने, कोही मान्छे आएको छ भने त्यसलाई लिन जाने, राति पार्टीसाटी पर्यो भनेदेखि बा आमाले चाहिँ घर रुङ्ने, केटाकेटीहरू चाहिँ भोज खान जाने, श्राद्धै परेको छ कोही मरौटे भोजहरू छ भने त्यो चाहिँ बाले गर्ने, बाले जाने काम हो। किनकि त्यो बाकै चाहिँ कर्मभित्र पर्छ, त छोराहरूले गर्नु हुँदैन। छोराहरूले गर्ने भनेको ठुल्ठुलो पार्टीहरू, विवाह भोज भयो, त्यहाँ मान्छेहरू भेट हुन्छ, नाच्नु ओर्न पाइन्छ होइन, त्यो चाहिँ गर्ने। बुढाको त मन हुँदैन। बुढाको त मन अब जवानहरूले के सम्झेको हुन्छ भने बुढाको मन अब सिद्धिसक्यो, धेरै गरे, अब हाम्रो पालो आयो, घर रुँग हामीहरू चाहिँ जान्छौँ भनेर। अब कोही मान्छे आयो भनेदेखि पनि लिन पठाउने कारण छ। त बुढो गयो भने त अलि 2-4 पैसा कमाएर चाहिँ बुढोलाई चाहिँ लोभ भन्ने कुरो थाहा छ, 2-4 पैसा बचाउनु पर्छ। नजिकै छ भने हिँडाएर पनि लिएर आउँछ। उनीहरू गयो भने त नजिकै हिँडाएर ल्याउन पनि मिलेन। यस्ता यस्ता धेरै कुराहरू छन्। अब एउटा जाओ बातो हो नि भनेर भन्छन् नि मान्छेले, बाको मुख हेर्ने दिन सबैले हेर्छन्, तर बा सबैलाई घाँडो हुन्छ क्या। अब के गर्नु, कहीँ जानु पाइँदैन, बा हुनुहुन्छ भन्छन् क्या मान्छेसँग गफ गर्दाखेरि। बाले कति काम दिनुभएको छ त्यो घरमा कसैले भन्दैन। बा हुनुहुन्छ नभए यस्तो गर्थेँ उस्तो गर्थेँ भन्छन्। बा नभएपछि त्यो अभाव खड्किन्छ, थाहा छ, तर अहिले बा ज्यादा भइरहेछ। अब त्यो ज्यादा बालाई चाहिँ पुरा गर्नलाई मान्छेको अगाडि त ठिक पार्नु पर्यो। बा हुनुहुन्छ, बा हुन्जेल कहीँ जान्नु यताउति भनेर भन्छन् क्या। सुनिन्छ, भित्री मनले होस् या बाहिरी मनले होस् भन्न चाहिँ केटाकेटीहरूले भनेको सुनिन्छ। मेरोतिर मात्रै होइन, धेरै ठाउँबाट यही आवाज आउँछ।